दर्शकबिन यति बेला हामी कलंकीमा छौं र यहाँ देखाउँ कलंकीमा एउटा ब्यारिकेड लगाइएको छ र यो बाटोहरू अहिले बन्द गरिएको छ। कलंकी चौकमै यो बाटोहरू ब्यारिकेड लगाएर नेपाल प्रहरी र ट्राफिक प्रहरीद्वारा यो बाटोलाई ब्लक गरिएको छ, किनभने अविरल वर्षाका कारण देशैभरिका जनजीवन प्रभावित भएको छ। बाटोहरू अहिले ब्लक भएको अवस्था छ र हामी देखाउँ यो देशको राजधानी यो कलंकीमा छौं हामी र कलंकीबाट अधिकांश गाडीहरू राजधानी बाहिर जाने हुने यो गाडीहरूको अवस्था देखाउँ। काठमाडौँबाट बाहिर जाने गाडीहरूको लागि यो ब्लकेज लगाइएको छ। बाटोहरू अविरल वर्षाका कारण बन्द भएको छ। जनजीवन निकै कष्टकर छ र हामी यहाँ देखाउँ नेपाल प्रहरीको यो अवस्था देखाउँ। नेपाल प्रहरीको ब्यारिकेड छ र यो ब्यारिकेडहरू केका लागि लगाइएको छ? अहिले चाहिँ अब हाइवेमा अब धेरै ठाउँमा जाम भइराखेको छ, त्यो हुनाले गर्दा यताबाट धेरै सवारी साधनहरूलाई थाहा छैन र यसरी गएर बिचमा अलपत्र नपर्ने त्यहीबाट व्यवस्थित होस् भन्ने हिसाबले हामीले ब्यारिकेडिङ गरेर यो यही कलंकीबाटै गाडीहरू कलंकीबाट नै, किनभने अहिले हाम्रो यता पट्टिको जुन थानकोटबाट बाहिर जाने नि 4-5 ठाउँमा पहिरो गएर बाटो अवरुद्ध छ। धेरै व्यक्तिहरूलाई बिचमा गएर उहाँहरू अलपत्र पर्नु अप्ठ्यारो पर्नु भन्दा पनि यहीँबाट नै उहाँहरूलाई सचेत भएर सुरक्षित हिसाबले बस्नुहोस् भन्ने हिसाबले हामीले यहाँ ब्यारिकेडिङ गरिदिएको। यो बिहानैबाट यो गाडीहरूको फर्काउँदै हुनुहुन्छ? कतिवटा गाडी फर्किने होइन, अब हामीले गर्ने छैन। जति पनि गाडीहरूलाई हामीले थानकोट पुगेकाहरूलाई नि हामीले बिहानबाट नै फर्काइराखेको छ। यहाँ नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोली अहिले कलंकीमा हामी देख्न सकिरहेका छौं। यो ब्यारिकेडहरू लगाइरहेको अवस्था छ। गाडीहरूलाई यहीँबाट फर्काउने काम चाहिँ निरन्तर नेपाल प्रहरीबाट भइरहेको छ। अविरल वर्षा छ। काठमाडौँका ठाउँहरूमा सडकहरू ब्लक भएको छ र आज म यहाँबाट तपाईहरुलाई भन्न चाहन्छु, अनुरोध गर्न चाहन्छु, तपाईहरु जहाँ हुनुहुन्छ यता स्थानमा सुरक्षित रहनु होला। बाटोहरूको अवस्था, पुरै बाटोहरूको अवस्था देखाउँ। यो देशको राजधानीमा सुरक्षाकर्मीहरूद्वारा ब्लक गरिएको छ बाटोहरू, किनभने अगाडिको बाटोहरू पूर्ण रूपमा ठप्प छन्। पहिरोहरू गएको छ। बाढी पहिरोले गर्दा कयौं सडक सञ्जालहरू अहिले अवरुद्ध छन् र बाटोमा अल्पत्रमा पर्न सक्ने जोखिम भएकाले नेपाल प्रहरीद्वारा यो ब्यारिकेडबाट गाडीहरू फर्काइरहेको अवस्था छ। यो अवस्था देखाउँ। यहाँबाट सम्पूर्ण कलंकी चौकमा छौं हामी र यहीँबाट गाडीहरू फर्काइएको अवस्था छ, किनभने बाढी र पहिरोले गर्दा, अविरल वर्षाले गर्दा निरन्तर हिजोदेखि जुन वर्षा सुरु भएको छ, हाई अलर्टमा सुरक्षाकर्मीहरू छन्। राज्य अहिले हाई अलर्टमा छ र विभिन्न जिल्लाहरूलाई उच्च जोखिममा राखिएको छ। यहाँहरूलाई अनुरोध छ, तपाईहरु जहाँ हुनुहुन्छ त्यही सुरक्षित रहनु होला, किनभने बाटोहरू पूर्ण रूपमा ठप्प छन्।